स्कुल छ हैन, स्कुलभित्र के छ तपाईँलाई राम्रो राम्रो प्लेसहरू हेर्नुहोस्। यहाँ के हो, पहिला चाहिँ अलिक हिमाल थियो कि यहाँ, त्यहाँ पछिबाट चाहिँ अलिक अहिले चाहिँ सानो छ। पहिला त एकदम बेस्ट थियो, अहिले त खासै त्यस्तो राम्रो नै छ। हेर्नुहोस् न यस्तो दामी बनाएको छ। पहिला चाहिँ हामी यहाँ सुवेल भन्थ्यो यसलाई होइन, सुवेलमा हामी फुटबल म्याचहरू खेल्थ्यौँ। अहिले त यो के भवन बनाएको छ कि, कुन भवन हो त, भवन बनाएको छ खासै। सो गाइस होइन यस्तो छ। अब घरै घर छ यहाँ। अनि यो भाइ पनि आएको छ मसँग, खोइ के हल्लाउँदै आएको, पुच्छर हल्लाउँदै आएको भाइ। एकछिन न अलिक होला यार, बनाएर है ल्याङफ्याङ गरिदिएको छ मूर्ति। यो चाहिँ ओम गर्ने भवन रहेछ। त्यो कति पढ्छौ तिमी? 5मा। यो चाहिँ के को लागि बनाएको हो? के गर्ने? हवन गर्ने। यसमा के कस्तो हुन्छ? स्वाहा गर्ने हो। के धेरैजना बस्छन् नि मान्छे? त्यहाँ बसेर रुद्रपाठ गर्छन् शिवलाई, अनि शिवको कुण्डमा रुद्रपाठ गर्छन् अनि स्वाहा गर्छ है। अनि अहिले के यो के भत्किसकेको छ त, किन यसलाई? होइन अब चाहिँदैन नि त, अब पुरानो लागेको बेला मात्र चाहिन्छ। पुरानो चाहिँ कुन महिनामा लाग्छ? होइन अब यहाँ के भवन निर्माण गर्ने बेला पुरानो लाउँ, अब खै के निर्माण गर्ने बेला पुरानो लाउनुहुन्छ र त्यहाँनिर बनाउनुहुन्छ हो। र तिमीलाई त्यसो धन्यवाद ल। यो चाहिँ के हो? त्यो हिमाल। अनि त्यो हिमाल त्यहाँनिर यो बारीले किन लगाएको? पहिला त यस्तो थिएन त भाइ। होइन उयो पुरानो बेला बनाउनु भएको थियो क्या, राम्रो देखेछ भने हो। ए अनि अहिले फुल रोप्ने बनाएको छ। अहिले फुलसुल रोप्ने हो सबैतिर, बगैँचा बनाउने हो ल। अनि तिमी चाहिँ दुईवटा स्कुल चाहिँ कुन स्कुल बनेको? 12 क्लाससम्म हो? होइन 12 क्लाससम्म छ, यहीँनिर पढ्छौँ 12 क्लाससम्म। त्यहाँ पढ्छौँ। त्यो अर्को नयाँ भवन बनाएको क्या, त्यो भवनहरू पुरानो भयो भनेर। ए त्यही भएर है। त्यो चाहिँ के झन्डा हेर त्यहाँ एउटा त नेपालको झन्डा मैले चिनिसकेँ होइन, अरू झन्डा चाहिँ किन हो यो? हाउस हो? थाहा छैन अहिलेको। ए ल तिमीलाई धेरै धन्यवाद होइन। अनि चाहिँ फुटबल अहिले प्रायः खेल्दैन? खेल्दैन फुटबलहरू? खेल्दैन अहिले। खेल्दैन ल, हामी गयौँ ल भाइ। हुन्छ ल। अब है भाइले पनि भनिहाल्यो जे भयो होइन, जे भनिसक्यो होइन। सो गाइस यो चाहिँ अहिले त्यही हो होइन, स्वाहा होम नभए स्वाहा गर्ने ठाउँै बनाएको रहेछ। अहिले त पुरानो भइसक्यो नि त है। पुरानो भइसक्यो त्यो सबै अब फाड्नुपर्ने हो नि त, खास गरी यहाँ खाली गर्नुपर्ने हो, तर खाली गरेको छैन। अब उनीहरूको नियम अनुसार उनीहरूले आफै के गर्छ कसो गर्छ थाहा भएन, तर म त्यसको बारेमा केही भन्न चाहदिनँ। सो गाइस जे छ त्यही बोलिदिएँ मैले होइन। अनि अहिले चाहिँ हामी अब जाँदैछौँ तल्लो साइडतिर। अहिले यहाँ पनि धेरै ठुल्ठुलो भवनहरू बनिसकेको रहेछ। पहिला यस्तो थिएन क्या, पहिला म हुँदाखेरि यस्तो थिएन। अहिले त पुरै भवन बनिसकेको रहेछ ल। अब हामी जाँदैछौँ सो गाइस। अनि तल्लो साइड पनि यहाँ भने चाहिँ धेरै आँपहरू पनि पाउँछ है। आँपहरू भयो, लिचीको बोट यहीँ छ। म इन्ट्री गर्छु कि नगरौँ? यताबाट छिटो यो साइडतिर जानुपर्छ। आउन ल। म चाहिँ यहाँ अब लिचीको बोटहरू पनि धेरै छ यहाँ होइन। यहाँ घरै पनि छ यस्तो दामी छ है। म चाहिँ अहिले सुइलभित्र छु क्या, सुइलभित्र छु। सो छापा मार्नु चाहिँ आएको होइन खास, कहाँ के छ कस्तो छ तपाईँलाई म देखाउँदै आउँदैछु। यो चाहिँ सबै लिचीको बोट हो। यहाँ पहिला हामी यति आउँथ्यौँ कि लिची चोर्दै खाँदै गर्थ्यौँ क्या। तर पहिला म एउटा रुखदेखि पनि लडेको, यो रुखबाट क्या। यहाँ यो रुखमा चढेको थिएँ क्या म, माथि हाँगा भाँचेर म ड्यामै। तर हुन चाहिँ केही भएन मलाई, तर हल्का मेरो ढाड चाहिँ अलिकति मड्के जस्तो भयो क्या। यहाँ लास्टै लिची पाउँछ है, तर लिची पायो भने के भने हामी खान पाइँदैन, खान नपाएपछि के गर्ने होइन। सो अनि हाम्रो स्टाफहरू पनि यहाँ छ है। हाम्रो स्टाफ भन्दा पनि सो यहाँ काम गर्ने स्टाफहरू यहाँ छ। अनि के छ त सबैको खबर म त आएँ त भ्लग बनाउँदै। ल कस्तो अँध्यारो क्या, के पाक्छ यहाँ अहिले? खानेकुरा के पाक्छ? पाक्दैन होइन? पाक्छ मनी मातेको छु नि फेरि, सबलाई बताउनु पर्ला नि के कसो। ए हामी चिनेको होइन र कि नचिने के छ? अनि अब उसको चाहिँ के छ? अब उसको चाहिँ अब घर जाने आँटेको छैन।
दोष नै भनौँ के दाइ भन्छ मलाई अहिले चाहिँ उसको बिहे पनि हुना रहेछ उसको बिहेमा मलाई अब न्युज दिनु रहेछ क्या अरे सुमन सर वाट इज दिस फाटेको टुक्कोलाई दिस भने जस्तो भयो उठ न यहाँ रातो भगमा आउनु होइन ल ठिक छ उता व्यस्त छ लास्ट बिजी मान्छे हो क्या तिमी म साह्रोसँग चिन्छ कि मान्छे तिमी मसँग होइन ल हाम्रो दाइको चाहिँ खानासाना यति धेरै पकाउनु हुँदो रहेछ सो होइन काम गर्नुहुन्छ आउनुहुन्छ खाना पकाएर खानुहुन्छ अनि घरि चाहिँ के रक्सी खानुहुन्छ क्या ल यहाँ केही भन्नु छ कसलाई यहाँ मलाई होइन केही छैन यहाँ हाम्रो सब्जी पकाउनु छ अलिकति मासु किन्ने पैसा दिनौ न मासु किन्ने पैसा चाहिँ रक्सी खानुहुन्छ अनि मासु किन्ने पैसा मैले दिनु मासु किन्ने पैसा नभएर यहाँ अलिक दुःख भयो क्या बाबु साउ दुःख के छ भन्नु न त्यस्तो के छ होइन मासु खाना पैसा भएन के मासु खाना पैसा म मागिदिइहाल्छु नि त्यहाँ ठेकदारलाई भनेर तपाईँ ए चाहिँ ठेकदारसँग त म आफै भनिहाल्छु नि अनि के त मेरो छोरो ठेकदार हो तिमीलाई भन्न पनि पर्छ अनि यहाँ आउनुहोस् न बाहिर तपाईँ अलिकति थोरै बोल्नु यहाँ अनि सुन्नु तपाईँले त एकदम होइन गाउनु पनि एकदम आउँछ हो किन भन्नु त मजाले एउटा गाइदिनु त राम्रो सिमलु छरी चैतको घामलाई लाल सलम छ है गाउँघरको सबैलाई ल एकदम राम्रो गीत छ होइन यो यहाँ सुन्नुहोस् साथीहरू सबैजनाले अब उहाँको गाना पनि एकदम बेस्ट छ किनकि तपाईँलाई मन पऱ्यो भने लाइक र सब्सक्राइब चाहिँ गर्न नभुलिदिनु होला थ्याङ्क यू सो अरू केही भन्नु चाहनुहुन्छ तपाईँ ल एउटा बाबाले सोल्लानी यो गाइदिउँ गाउनु न गाउनु हे बरै पियाले सोल्लिनी खोइ स्वामी भन्निन् प्रियाले सोल्लिनी खोइ स्वामी भन्निन् सिन्दुर पुछ भन्दिए छोराले सोल्लानी हे बरै भन्दै टोपी झिक भन्दिए छोराले सोल्लानी खोइ बाबा भन्लान् टोपी झिक भन्दिए छोरीले सोल्लिनी खोइ बाबा भन्निन् छोरीले सोल्लिनी खोइ बाबा भन्निन् चुरी फुटा भन्दिए ल यति हो ल सो गाइस छैन आज स्टाफहरू चाहिँ यहाँ बस्दो रहेछ नि सायद के अरे काम चाहिँ उहाँ पर गर्नुपर्छ क्या धेरै टाढो छ काम चाहिँ होइन र उहाँहरू चाहिँ यहाँ बस्नुहुन्छ खानुहुन्छ आफै पकाएर खानुहुन्छ घरिघरि ट्वाके पनि हान्नुहुन्छ अनि ट्वाके हानेपछि मान्छे चिन्नुहुन्न उहाँ चाहिँ है सो गाउनु चाहिँ गाउनु भयो ट्वाके मतलब एकदम बेस्ट ओके ल अनि त कतिखेर आउनुहुन्छ अहिले त अब यहाँको पनि सबै अवस्था भइसकेको छ भ्लग सलग बनाएर अब चत्रा बजारमा सबै चत्रा बजारमा गजाबको माल देखाइदिन्छु सबैजनालाई होइन त बाजे रामेनी बाजे यहाँ बाजेले गाएको गाई गरेर छुटिने बेला हामी आइसक्यौँ ल गाइसक्यो अब सकिसक्यो होइन हाम्रो भ्लग पनि त्यो अब भ्लगमा प्रायः जस्तो बनाउँदिनँ क्या कुनै अब यस्तो मोड चलाउ भने त्यो बनाउँछु भ्लग नत्र बनाउँदिनँ म